के तपाईँ विश्वास गर्नुहुन्छ? एक राजदरबार जहाँ शाही परिवार खाना खाइरहेका थिए, केही मिनेटमै रक्तचापमै युद्धभूमिमा बदलियो। राजा, रानी, राजकुमार सबैको एकै रातमा हत्या भयो। तर प्रश्न यति हो, के यो आत्महत्या थियो कि एउटा भयावह षड्यन्त्र? नेपालको इतिहासमा यस्तो रात फेरि कहिले आएन जहाँ राजा वीरेन्द्र सहित पुरै राजपरिवार सखाप पारियो। तर आज पनि त्यो गोली कसले चलायो भन्ने प्रश्न अनुत्तरित छ। साँच्चै दिपेन्द्रले नै सबैको हत्या गरे त, कि पर्दा पछाडि कोही अर्कै खेलाडीको हात थियो? विक्रम सम्वत 2058 ज्येष्ठ 19 गते शुक्रबारको दिन नारायणहिटी दरबारभित्र सबै शाही परिवारहरू नारायणहिटी दरबारमा भेला भएका थिए। 2058 साल ज्येष्ठ 19 गतेको रात नारायणहिटी दरबारमा भयानक घटना घट्यो। मामा घर चाहिँ आफन्तहरू जमघट भएको ठाउँमा खाना खाइरहेको बेलामा अचानक गोली चल्यो। गोली प्रहारबाट राजा वीरेन्द्र, रानी ऐश्वर्या, राजकुमार निराजन लगायतका सबै शाही परिवारका सदस्यहरूको मृत्यु भयो। यस घटनाले सम्पूर्ण देशलाई स्तब्ध बनायो। इतिहासमै सबैभन्दा दर्दनाक र रहस्यमय शाही हत्याकाण्डको रूपमा यो घटना चिनिन्छ, या भनौँ राजदरबार हत्याकाण्डको रूपमा पनि यसलाई चिनिन्छ। घटनापछि पनि धेरै अनसुल्झिएका प्रश्नहरू छन्। आखिर कसले र किन यस्तो हत्याकाण्ड गर्यो? आजको दिनसम्म 24 वर्ष बितिसक्यो, अझै पनि सत्य पत्ता लागेको छैन। आखिर यो रहस्यको पछाडि के छ, कसको हात छ? आजको यस श्रृङ्खलामा हामीहरू एक बुझ्ने प्रयास गर्नेछौँ। तसर्थ भिडियोको अन्तिमसम्म साथमा रहिदिनुहोला। घटना घटेको दिन अर्थात् शुक्रबारको दिन काठमाडौँको नारायणहिटी दरबारभित्र एक विशेष पारिवारिक जमघट आयोजना गरिएको थियो। यो जमघट सामान्य रूपमा राजपरिवारका सदस्यहरू बीचको मिलन समारोह थियो, जहाँ राजा वीरेन्द्र, रानी ऐश्वर्या, युवराज दिपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति लगायत अन्य नातेदारहरू पनि सहभागी थिए। उनीहरूबीच खुसीपूर्वक कुराकानी भइरहेको थियो। खानपान तथा सङ्गीत कार्यक्रम पनि भइरहेको थियो। तर रातको करिब 8:30 बजेपछि अप्रत्याशित रूपमा यस्तो घटना घट्यो जसले सम्पूर्ण राष्ट्रलाई स्तब्ध र शोकमा डुबायो। घटनाको विवरण अनुसार युवराज दिपेन्द्रले अचानक बन्दुक लिएर जमघट स्थलमा उपस्थित सबै आफ्नो परिवारका सदस्यहरूलाई गोली चलाए। सबैभन्दा पहिले उनले राजा वीरेन्द्रमाथि गोली प्रहार गरे। त्यसपछि क्रमशः रानी ऐश्वर्या, भाइ निराजन, दिदी श्रुति लगायत अन्य सदस्यहरूलाई निशाना बनाए। घटनास्थलमा तत्कालै केहीको मृत्यु भयो भने केही गम्भीर घाइते भएका थिए। अन्ततः दिपेन्द्रले आफैमाथि पनि गोली चलाए, जसले उनलाई कोमामा पुर्यायो। घटना घटेको भोलिपल्टदेखि नै यो समाचारले देशभरि हलचल ल्यायो। देशका लोकप्रिय राजा वीरेन्द्रको निधनले जनताको मनमा ठूलो पीडा छोड्यो। दिपेन्द्र केही दिनसम्म कोमामा रहे र उनको मृत्यु पनि केही दिनपछि भयो। यस घटनाले नेपालको इतिहासमै सबैभन्दा रहस्यमय र दुःखद मोड ल्यायो। राजदरबार हत्याकाण्डको कारण अझै पूर्ण रूपमा स्पष्ट छैन। सरकारले अनुसन्धान गरी एक आधिकारिक प्रतिवेदन सार्वजनिक गरे तापनि धेरैले त्यसमा शङ्का व्यक्त गरे। आज पनि यो घटना नेपाली इतिहासको सबैभन्दा शङ्कास्पद, विवादास्पद र दर्दनाक घटनामध्ये एक मानिन्छ। नारायणहिटी दरबार हत्याकाण्डका पछाडि के कारण थियो भन्ने प्रश्न आज पनि रहस्यमय छ। विभिन्न रिपोर्ट, साक्षीका भनाइहरू, सञ्चार माध्यमका विश्लेषणहरू तथा आम जनभावनाहरूले धेरै सम्भावित कारणहरू प्रस्तुत गरेका छन्। तर कुनै पनि प्रमाणित रूपमा एकमात्र कारण पुष्ट हुन सकेको छैन।
सबैभन्दा बढी चर्चामा आएको सम्भावित कारण युवराज दिपेन्द्र र उनको प्रेमिका देवयानी राणा बीचको सम्बन्धलाई मानिन्छ। देवयानी राणा भारतको शक्तिशाली राणाजी वंशकी सदस्य थिइन्, जसको पृष्ठभूमिलाई तत्कालीन राजपरिवारले स्वीकार गर्न चाहँदैनथ्यो। भनिन्छ कि राजा वीरेन्द्र र रानी ऐश्वर्या दुवैले देवयानीलाई भावी रानीको रूपमा अस्वीकार गरेका थिए, जसले दिपेन्द्रलाई भावनात्मक रूपमा गहिरो चोट पुर्यायो। आफ्नै प्रेमलाई गुमाउने त्रास, परिवारको दबाव र निराशाले उनलाई मानसिक रूपमा असन्तुलित बनाएको अनुमान गरिन्छ। त्यस्तै दिपेन्द्रको स्वभाव पनि बेला बेलामा आक्रामक हुने गरेको भनिन्छ। उनी मदिरा र लागु औषध सेवनमा लिप्त भएको कुरा पनि सार्वजनिक भएको थियो। हत्याकाण्डको रात उनले अत्याधिक मदिरा र अन्य नशालु पदार्थ सेवन गरेका थिए भन्ने रिपोर्टहरू छन्। मानसिक तनाव, व्यवहारमा आएको चिडचिडपन, पारिवारिक असन्तुष्टि र व्यक्तिगत प्रेम विफलताले एकैचोटि मिलेर यस्तो भयावह निर्णयमा उनलाई उक्साएको हुन सक्ने कतिपय विश्लेषकहरू बताउँछन्। यस घटनामा कतिपयले राजनीतिक कारणहरू पनि खोजेका छन्। राज संस्थालाई कमजोर पार्ने षड्यन्त्र, देशभित्र वा बाहिरबाट भएको हस्तक्षेप वा शक्तिमा फेरबदलका लागि गरिएको योजनाबद्ध हत्या भन्ने जस्ता दाबीहरू पनि आएका छन्। तर यी सबै हालसम्म पुष्टि नभएका अनौपचारिक भनाइहरू मात्र हुन्। सत्य के हो अझै पनि रहस्यकै गर्भमा लुकेर रहेको छ। नारायणहिटी दरबार हत्याकाण्डले सम्पूर्ण राष्ट्रलाई शोकमा डुबाएपछि तत्कालीन सरकारले घटनाको सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गर्यो। यो समितिको नेतृत्व तत्कालीन प्रधान न्यायाधीश केशव प्रसाद उपाध्याय र सभामुख तारानाथ राणा भट्टले गरेका थिए। छानबिन समितिले निकै छोटो समयमा प्रतिवेदन तयार गर्यो र त्यसमा युवराज दिपेन्द्रलाई नै दोषी ठहर गरियो। समितिको निष्कर्ष अनुसार दिपेन्द्रले मदिरा र लागु औषधको असरमा आफ्नो परिवारप्रति आक्रोश बोक्दै गोलीकाण्ड घटाएका थिए। प्रतिवेदनमा भनिएको थियो कि उनले व्यक्तिगत तनाव, पारिवारिक असन्तोष र मानसिक समस्याका कारण यस्तो जघन्य अपराध गरेका हुन्। यद्यपि छानबिन समितिको प्रतिवेदनप्रति आम जनमानसमा गम्भीर असन्तुष्टि व्यक्त गरियो। रिपोर्ट अत्यन्तै छोटो समयमा बनाइएको, घटनास्थलको वैज्ञानिक परीक्षणको अभाव भएको, सीसीटीभीको फुटेज पनि नभएको, प्रमुख साक्षीहरूलाई स्पष्ट रूपमा बयान पनि नलिनु लगायतका कारणहरूले छानबिनको निष्पक्षता र विश्वसनीयतामाथि प्रश्न उठायो। यसकारण जनतामाझ अनेकौं षड्यन्त्र सिद्धान्तहरू जन्मिए। कहिले यो घटनामा तत्कालीन राजपरिवार बाहेकका अन्य शक्तिशाली पात्रहरूको संलग्नता रहेको दाबी गरे। कहिले त बाह्य शक्ति, विशेष गरी अन्तर्राष्ट्रिय राजनैतिक प्रभाव वा गुप्तचर एजेन्सीहरूलाई पनि शङ्का गरे। कुनै पनि किसिमको निश्चित प्रमाण नभएको र छानबिन समिति पनि स्ट्रङ नभएकोले यो घटना आजसम्म पनि नेपाली इतिहासको सबैभन्दा रहस्यमय र विवादास्पद घटना बनेको छ। धेरै नेपालीहरूका लागि यो केवल एक व्यक्तिगत त्रासदी नभएर राष्ट्रिय अस्थिरताको सुरुवातको सङ्केत पनि बन्यो। राज संस्थाको अन्त्य, गणतन्त्रको आगमन र देशको राजनैतिक पुनर्संरचनामा यो घटनाले गहिरो प्रभाव पारेको स्पष्ट देख्न सकिन्छ। नारायणहिटी दरबार हत्याकाण्डले नेपाली समाज, राजनीति र राज संस्थामाथि गहिरो प्रभाव छाड्यो। यो भयावह घटनापछि तत्कालीन युवराज दिपेन्द्र कोमामा रहँदा उनलाई औपचारिक रूपमा राजा घोषणा गरिएको थियो। तर 3 दिनपछि ज्येष्ठ 22मा दिपेन्द्रको मृत्यु भएपछि राजा वीरेन्द्रका भाइ ज्ञानेन्द्र शाह सिंहासनमा आरूढ भए र भए नेपालका नयाँ राजा। ज्ञानेन्द्र शाहको राजगद्दीमा आरोहणसँगै राज संस्थाप्रति जनविश्वासमा ठूलो ह्रास आयो। जनता वीरेन्द्रलाई लोकप्रिय, सहिष्णु र प्रजाप्रेमी राजा मानेका थिए। तर ज्ञानेन्द्रको शैली अथोरिटेरियन अर्थात् अधिनायकवादी वा सत्ता केन्द्रित भएको आरोप लाग्दै गयो। खास गरी हत्याकाण्डको छानबिन निष्पक्ष नभएको, सत्य तथ्य लुकाइएको भन्ने जनविश्वासले जनताको मनमा गम्भीर असन्तोष जन्मायो। आजको दिनसम्म पनि यो घटनाको विषयमा बहस, विश्लेषण र शङ्का उपशङ्काहरू कायम नै छन्। टेलिभिजन, किताब, सामाजिक सञ्जाल र वृत्तचित्रहरूमा समय समयमा यसबारे चर्चा चलिरहन्छ।
जनताको अत्यन्तै लोकप्रिय राजा वीरेन्द्र र उनको परिवारको यस प्रकारको अन्त्यले जनताको मनमा गहिरो घाउ बन्यो, जुन आजसम्म पनि निको भएको छैन। यस घटनाले यस्तो धेरै प्रश्न उठायो जसको उत्तर आज पनि दिइएको छैन। के यो व्यक्तिगत आक्रोश थियो कि सत्ताको लागि गरिएको योजनाबद्ध षड्यन्त्र? के यो घटनाभित्र पारिवारिक कहलको परिणाम मात्र थियो वा विदेशी शक्तिको चलखेल पनि समावेश थियो? हजुरलाई यस विषयमा के लाग्छ? आफ्नो धारणा कमेन्टमा भन्नुहोला है त। अनि साथै यस किसिमको तथ्य, रहस्य र इतिहासका लागि ट्रियोभर्स नेपाललाई लाइक, सेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोला। धन्यवाद। जय नेपाल।